छुट्टीको डे अफको दिन पारेर चाहिँ हामी वाफी मल घुम्नको लागि आएका छौँ। वाफी मल चाहिँ कस्तो छ भनेर चाहिँ हामी यहाँ पहिला बस स्टेसनमा झऱ्यौँ, त्यसपछि चाहिँ अब थोरै वाकिङ डिस्टेन्स रहेछ। वाकिङ डिस्टेन्स हिँडेपछि चाहिँ अब हामी वाफी मलतिर जाँदैछौँ है साथीहरू। यस्तो छ, त्यसरी हिँड्दैछौँ के अरे हामीहरू। अब कस्तो देखिन्छ, कस्तो छ, कति टाढा छ भनेर अब तपाईँहरूलाई देखाउँदैछौँ है। हेरौँ है कस्तो छ। आज डे अफ दिएर आज यसो यसरी हिँड्दैछौँ। अब यहाँबाट धेरै टाढा छैन, 2 मिनटको डिस्टेन्स रहेछ है। बस स्टेसन, वाफी बस स्टेसनबाट 2 मिनटको लगभग त्यहाँबाट 5 वाफी मल छ र हामी 2 मिनटको डिस्टेन्समा चाहिँ आइपुग्यौँ है। आइसक्यौँ। यही देखिएको चाहिँ उहाँ चाहिँ एउटा हायत रेसिडेन्सी भन्ने छ, त्यसपछि यतापट्टिको चाहिँ यो वाफी मल हो है साथीहरू। हेर्नुहोस्, अब यो विदेशतिर भनेको यस्तरी फुलहरू यस्तो मजाले एकदम राम्रो तरिकाले रोपेर राखेको हुन्छ। अब के गर्नु, हाम्रो नेपालमा टिप्दै फाल्दै गरेर घाँस टिपिहाल्छन्। अनि त्यतापट्टि चाहिँ ग्रान्ड हायत फुल रहेछ है। हाम्रो नेपालतिर भए बर पिपलहरू ठुल्ठुला रुख हुन्थे, यहाँ चाहिँ यत्रुका रुखहरू रोपेका छ है। हेर्नुहोस्, हामी चाहिँ वाफी मल भित्रको पार्किङतिर आइपुग्यौँ है साथीहरू। यस्तो रहेछ है, भित्र यतापट्टि होटेल सबैतिर यो एकदम सबै एउटै बिल्डिङ देख्दो रहेछ, चिन्नलाई साह्रै गाह्रो रहेछ। ल है साथीहरू, यस्तो छ है, सबै यस्तो छ यहाँनिर। हेर्दैछौँ कस्तो छ भित्र। आज एउटा सर्लाको देखेन। ल साथीहरू, खतरा रहेछ यो पिरामिड जस्तो तरिकाले बनाएको रहेछ सबै। हेर्नुहोस्, उता नि देखाउ त सर्लाको। ल वाफी मल भनेर यस्तो मान न, वाफी मल ल त्यही है साथीहरू। ल साथीहरू, हेर्नुहोस् त यहाँ कस्तो राम्रो छ यो भ्यूहरू, एकदम रमाइलो अनि एकदम सुन्दर, एकदम बगैँचा जस्तो बनाएको छ एकदम। यो चाहिँ एकदम एउटा म्युजियम जस्तो रहेछ। यो ठुल्ठुलै कलात्मक चित्रहरू पनि देख्न पाइन्छ यहाँनिर। ल हामी चाहिँ अब यहाँबाट अब वाफी मलभित्र छिर्यौँ है साथीहरू। वाफी मल भित्र के छ है त अब तपाईँहरूलाई देखाउनेछौँ हामी। लेट्स सी। ल साथीहरू, यहाँ चाहिँ यस्तो रहेछ है। यो चाहिँ के हो, स्पेस जस्तो छ। साथीहरू, हामी चाहिँ अब लिफ्टबाट फर्स्ट फ्लोर जाँदैछौँ वाफी मलको है। एकदम राम्रो सुन्दर मल त एकदम ठुलो रहेछ, एकदम रमाइलो पनि रहेछ। लेट्स सी हेर्छ अझै फर्स्ट फ्लोरमा के छ तपाईँहरूलाई देखाउनु। त्यसपछि हामी फर्स्ट फ्लोरमा आइसकेपछि रमदानको स्पेसल छ, अझै रमदान चलिरहेको छ। अब पहिला खानु केही हुँदैन, खासै मान्छेहरूको चहलपहल धेरै छ। दिउँसोमा अब केही खानु हुँदैन, त्यही भएर बाहिर निस्किँदैन नि यहाँका मान्छेहरू पनि, र त्यति साह्रो भिडभाड छैन, एकदम खुल्ला देखिएको छ है साथीहरू। सबै यस्तो राम्रो छ है। कस्तो लागिरहेको छ, झक्क राम्रो छ नि होइन। हामी चाहिँ वाफी मलभित्र आएपछि चाहिँ अब रमदानको टाइममा त्यस्तो खाने बस्ने व्यवस्था खासै छैन, त्यही पनि यसो मलभित्र चाहिँ यसो कफीहरू खाना चाहिँ पाउने रहेछ यसो लुकीछुपी। त्यही भएर हामी चाहिँ एउटा यो कोस्टाको कफी किन्यौँ, त्यसपछि यसलाई चाहिँ 1/2 गर्नको लागि चाहिँ मैले यसो गर्दैछु है साथीहरू।
किनकि यो धेरै एक्सपेन्सिभ पर्छ किनेर खान नसकिने रहेछ त्यही भएर 1/2 गरिदिन्छ है यस्तो रहेछ कफी माई गॉड भेरी लुक्स नाइस रोस्टा चियर्स हामी बसेर कफी खाएपछि फेरि त्यहाँबाट उठेर अब हामी बाहिर निस्किने तर्खरमा छौँ र बाहिर निस्किनको लागि पनि फेरि हामी फर्स्ट फ्लोरबाट फेरि ग्राउन्ड फ्लोरमा जानुपर्ने हुन्छ र हामी यसरी नै फेरि यताउता हेर्दै हेर्दै हामी घुम्दै घुम्दै फेरि ग्राउन्ड फ्लोरतिर निस्किन्छौँ र ग्राउन्ड फ्लोरबाट पनि हामी यताउति गर्दै किनकि आज मल सुनसान छ खासै त्यस्तो मान्छेहरूको त्यति धेरै चाप छैन किनकि रमदानले गर्दा पनि होला सायद अब हामी मेन इन्ट्रान्स नजिकै आइपुग्यौँ ल हामी चाहिँ अब यहाँ दुबई हेल्थ सिटी मेट्रो स्टेसनमा आइपुग्यो है लिफ्टबाट अब हामी चाहिँ अब दुबईको मेट्रो समातेर अब जाँदैछौँ ल साथीहरू है मेट्रो पनि कुदेर आएको छ मजाले ग्रिन लाइन समातेर चाहिँ अब हामी चाहिँ पर दुबई जान्छौँ है साथीहरू यहाँबाट चाहिँ हामी चाहिँ यहाँ चाहिँ अब दुबई यसरी हामी मेट्रो स्टेसन पुगिसकेपछि चाहिँ मेट्रोमा आएपछि चाहिँ हामी एभ्री 3 मिनटमा एभ्री 5 मिनटमा मेट्रो आउन जाने गरिरहन्छ त्यसैले हामी चाहिँ सायद मेट्रो गइसकेको टाइममा पऱ्यौँ होला अब 5 मिनट वेट गरेपछि सायद मेट्रो आइपुग्छ त्यसैले चाहिँ हामी चाहिँ मेट्रो स्टेसनमा यसरी मेट्रोलाई कुर्दैछौँ खासै मान्छेहरूको भिडभाड छैन किनकि रमदानले गर्दा पनि सायद मान्छेहरूको भिडभाड कम भएको होला एन्ड त्यसपछि यत्रो देश विदेशबाट यत्रो द्वन्द मचेको कारणले गर्दा पनि अहिले यो गभर्मेन्टबाट चाहिँ पुरै अलर्ट गराएको छ त्यसरी पनि मान्छेहरूको चाप त्यति धेरै देखिँदैन ल यी साथीहरू मेट्रो पनि अब आइपुग्यो अब मेट्रो आइसकेपछि चाहिँ हामी मेट्रोबाट चाहिँ अब बरदुबई जानको लागि चाहिँ रेडी छौँ र हामी मेट्रोमा चढ्छौँ त्यसपछि मेट्रोमा चढिसकेपछि चाहिँ अब हामी दुबईतिर बरदुबईतिर जानको लागि चाहिँ रेडी छौँ र हामी यो दृश्यहरू चाहिँ सबै यो मेट्रोभित्रबाट बाहिरको दृश्यहरू देखाउँदैछौँ किनकि यो दृश्यले पनि एकदम रोमाञ्चक र रेल स्काई रेल हो यो माथिबाट हिँडिरहने रेल भएर तल देखिने रोडहरू तल देखिने भएकोले अझै सुन्दर देखिन्छ रेलबाट यो मेट्रोबाट चाहिँ त्यसपछि चाहिँ हामी बरदुबई आइपुग्यौँ बरदुबईको एक्जिटमा आइपुग्यौँ र यो एक्जिटबाट चाहिँ अब बाहिर हेर्दा चाहिँ एकदम घाम लागेको छ
काम पनि एकदम चर्को छ र यसपछि चाहिँ बर्दुबैको यो बाहिरबाट हेर्दा चाहिँ बाहिर एक्जिट भएर हेर्दा चाहिँ पछि चाहिँ हामी यस्तो छ सिन्धका साथीहरू आइपुग्यो है सिन्धका क्यारिफोर आइपुग्यो है सिटी सेन्टर ल यस्तो छ है साथीहरू हामी चाहिँ यो कम्बो सेट रहेछ एउटा यो कम्बो सेटमा चाहिँ स्ट्रिम मोमो फ्राई मोमो एन्ड चाउमिन एन्ड फ्राइड राइस आउँदो रहेछ 30 ग्रामको कम्बो सेट खाँदैछौँ है त हामी चाहिँ हाम्रो कम्बो सेट ट्याक्क आइपुग्यो है दामी तरिकाको कम्बो सेट आयो मोमो स्ट्रिम मोमो फ्राई मोमो फ्राइस राइस एन्ड चाउमिन एन्ड अल्सो प्लस सलाड एन्ड लेट्स सी नाउ टेस्ट इज यम्मी लुकिङ यम्मी साथीहरु हामी चाहिँ अल्गुबाइबाको यो हाम्रो यो के हो यसलाई के भन्छ अरे यो बोट स्टेसनमा आएका छौँ यो बोट स्टेसन यहाँबाट शारजा एक्वेरियमसम्म पनि पुग्दो रहेछ हैन त्यसो भएपछि आज यसबाट शारजा जाऊँ कि फर्क्यौँ कि भन्ने पनि छ हेरौँ है कस्तो हुन्छ एकदम आज हेरौँ यो बोटिङले यो बोटले कस्तो खालको अनुभूति गराउँछ एकचोटि हेर्दिउँ न त दुबईबाट शारजा बोटमा पनि गइदिउँ न त भनेर हो के अरे है त यो चाहिँ बर्दुबईको हो यही हो है साथीहरू यही हो यहाँ बर्दुबई यो गुबैबाबाट चाहिँ सिधै शारजा एक्वेरियमसम्म जान्छ है 15 दिरहम हामी यो बर्दुबईको मिना बजार यो ग्रान्ड सप बर्दुबई भन्ने ठाउँमा आइसकेको छ हैन यसले भन्छ यसलाई मिनी बजार पनि भनिन्छ मिनी बजार हो कि मिना बजार अरे मिना बजार पनि भनिन्छ यसलाई है यस्तो छ भित्र सबै हेर्नुहोस् यसरी पुरै यो बर्दुबईमा त्यसपछि चाहिँ साथीहरू चाहिँ हामी चाहिँ बर्दुबईबाट 306 बसमा चढेर चाहिँ अब हामी शारजातिर लाग्छौँ है यो तपाईँहरूलाई शारजा बोर्डरमा आइसकेपछि शारजामा पनि एकदम राम्रो ठाउँ छ यहाँबाट पनि तपाईँहरूले बोटिङ गर्न सक्नुहुन्छ यो है यो एकदम पानीमा कुद्ने यो बाइक जस्तै कुदाउन मिल्ने सक्ने यस्तो बोटहरू पनि तपाईँले शारजामा पाउन सक्नुहुनेछ तपाईँहरूलाई पनि यदि यस्तो गर्न मन छ भन्ने चाहिँ तपाईँहरू आएर गर्न सक्नुहुनेछ है यो शारजा एक्वेरियमको साइडमा पर्छ यो चाहिँ है तपाईँलाई चाहिँ एकदम फ्रिडमले एकदम मजाले पानीमा समुद्रमाथि बाइक जस्तै कुदाउनु मन छ भने चाहिँ तपाईँहरूले राइड गर्न सक्नुहुन्छ त्यसपछि चाहिँ साथीहरू चाहिँ हामी चाहिँ लगभग अब हाम्रो घर छेउमा आइपुग्यौँ है यो चाहिँ शारजा एक्सपो अहिले रमजानको कारणले गर्दा पनि पुरै पार्किङहरू फुल छ है साथीहरू फुल छ तपाईँहरू देख्न सक्नुहुन्छ लगभग अब हामी चाहिँ हाम्रो बस स्टेसनमा आइपुग्यौँ र हामी ओर्लिसकेपछि चाहिँ यो चाहिँ बस स्टेसनबाट